मिजोरले नमस्ते वेलकम टु माई न्यू डे न्यू ब्लग। सो आज चाहिँ हामी हाम्रो भान्जीको बेबी सावरमा जाँदैछु अनि बिगिनिङमै कङ्ग्रेचुलेसन, छिटो रिकभरी हुनु, धन्यवाद बेबी सावरमा बोलाएकोमा। सो फुल भिडियो हेरेर इन्जोय गरिदिनु। गो ह्याप्पी बेबी सावर, कङ्ग्रेचुलेसन। न्यू बोर्नमा राम्ररी बेबी आओस्। या ल ल ओए कङ्ग्रेचुलेसन। ल हामी कति बिजी थियौ नि। कस्तो हुँदैछ मम्मी हुनु पाउँदा भान्जी? I'm scared, but at the same time, भान्जालाई खुसी छु। अलवेज आमाको vlog हो। यो म युट्युबमा लगाइदिनु अरे ल। फेमस अब ए यहाँ छ रोड एभ्रे नाना ड्याडी हुनु नाना पटक हिर्काउनु भएन नि। सर्मिला भन्नु थियो। मेरो चाहिँ सेफ डेलिभरी होस्, त्यही भन्न चाहन्छु। रिकभरी होस् त्यति। के भन्नु? They're already good. Safe delivery होस्, मम्मी। पनातिनीको अब गिफ्ट दिनु पाएर धेरै खुसी छु। म पनि ह्याप्पी छ। नयाँ साल परेछ, कति राम्रो भाग्य मानेछ। दुःख सुख सबै हटेर राम्रो राम्रो बुद्धि आओस्, ज्ञान आओस्। फल्लाको छोरा, फल्लाको बुहारी, फल्लाको ज्वाइँ, फल्लाको छोरी कति राम्रो हौ भन्ने होस्। पनातीलाई त्यति नहुने फेरि मनमा मेरो सबै पुग्छ भन्नु पर्दैन मलाई पुग्छ, सधैँ राम्रो हुन्छ भन्नु। मलाई पुग्दैन भने हुँदैन। फेरि मलाई खुसी भन्नु मेरो माउलीमा खोजेको चाहिँ त्यसले केटाकेटीलाई दियो भइदियो। ल यो चाहिँ हाम्रो नातिनीलाई। केटाकेटीलाई त हो नि, अरू त किन चाहियो त? म चाहिँ बेबीको ग्रेन्डमा बोजू। साइली बोजू, यता कान्छी बोजू, कान्छी बोजू। यता मेन बोजू, मेन बोजू यता जुजु बाजे होइन, यता माइली बोजू, यता छ्यामा, यता चाहिँ हाम्रो सम्झिनु हुनुहुन्छ। के भन्ने लु भन्नु तपाईँको अब छोरीलाई? फर्स्ट टाइम बोजू हुनु पाउँदा कस्तो हुँदै हुनुहुन्छ? यसै अर्थ त टाढो छ। अनि यो मनले मानेको छैन अझै पनि 16 वर्ष लाग्छ, तर बोजू भयो त्यही तपाईँलाई के भन्छ, आफू बोजू हुँदा मात्रै थाहा भयो। बोजू भन्नु अरूले बोजू भन्दा कस्तो हुन्छ कुनी भनेको त आफू बोजू हुँदा थाहा भयो। मनै दुखेर आयो। मालती तपाईँलाई कस्तो हुँदैछ बोजू हुँदाखेरि? खुसी लागेको छ।
हो होइन है, बोजू। खुसी लाग्दैछ छ नि नातिहरू ए ल I'm not ready to become auntie. हाम्रो सम्धिनीलाई सोधौँ सम्धिनी पहिलो नातिनी आउँदा कस्तो लाग्दैछ होइन कस्तो लाग्दैछ कान्छा छोराको पछि हाम्रो नातिनीको न्वारानको के भन्छ हौ म देख्छु कि भाइको यो गरिरहेको खाएको ल भेट यो लाइन ल है यहाँको पार्टी ल मालिदी लु फेरि के खानुभएको अरे बोजूले त्यही भएन चाउमिन छ भाइ चाउमिन यता चाउमिन छ यम्मी यम्मी डिलिसियस छ यो चाहिँ यो चाहिँ साइली बोजूले बनाएको यो चाउमिन साइली बोजू यसरी नै रमाइलो भिडियो हेर्नु चाहनुहुन्छ भने डु सब्सक्राइब माई च्यानल एन्ड थम्स अप थ्याङ्क यू फर वाचिङ